कथाकार रूपनारायण सिंहद्वारा रचित कथा पुष्पराग आज यहाँ प्रस्तुत गर्न गइरहेको छु र त्यसभन्दा अघि कथाकारको संक्षिप्त परिचय यहाँ हामीले दिनुपर्ने हुन्छ। 25 फरवरी 1904 ईस्वीका दिन खरसाङको सिपाहीधुरामा जन्मेका रूपनारायण सिंह उनी विशेष गरी बीए बीएल पास गरेर वकिल पेसामा संलग्न बनेका थिए र पछि उनी दार्जिलिङ नगरपालिकाका कमिश्नर अनि उपाध्यक्ष पनि बनेका थिए। उनको दुईवटा प्रकाशित कृतिहरू विशेष गरी हामी पाउने गर्छौँ, भ्रमर अनि कथा नवरत्न। कथा नवरत्न 9वटा कथाहरू छन्। भ्रमर एउटा उपन्यास हो, साथसाथै उनको एउटा अधुरो उपन्यास छ बिजुली, जुन बिजुली उपन्यास 1948 अनि 1949 सालको भारतीय पत्रिकाका अङ्कहरूमा प्रकाशित छन् र कथा नवरत्नभित्रकै कथा आज हामी पढ्नेछौँ र उनको मृत्यु 26 जनवरी 1955 का दिन 51 वर्षको उमेरमा दार्जिलिङमा भएको थियो र कथा नवरत्नको एउटा उत्कृष्ट कथा पुष्पराग, जुन कथामा कथाकारको भाषा शैलीको जुन चाहिँ सुन्दरता छ, अलङ्कारिक भाषा जुन प्रकारले उनले यस कथामा प्रयोग गर्नुभएको छ, त्यो कथा हामी पढ्दै जाँदाखेरि एकदमै कर्णप्रिय लाग्छ, एकदमै मनपर्दो। त्यतिको भाषा, अलङ्कारिक भाषा अरू साहित्यकारहरूले सायदै चलाएका पाउँछौँ हामी नेपाली साहित्यमा। खासै भन्नुपर्दाखेरि रूपनारायण सिंह आफ्नो भाषा शैलीका लागि प्रसिद्ध उदाहरण छन्। विशेष गरी उनका कथाहरूमा क्रियाविहीन वाक्य वाक्यांशको प्रयोग, कवितामा अलङ्कारिक भाषाको प्रयोग, छोटा छरिता वाक्यको प्रयोग, तत्सम शब्दहरूको प्रयोग इत्यादि हामी मुख्य विशेषताका रूपमा उनको भाषामा पाउँछौँ हामी। र यस्तो भाषा नेपाली साहित्यमा उनको मात्रै रहेको पाइन्छ। अङ्ग्रेजी, हिन्दी, बाङ्ला भाषाको राम्रो ज्ञान भएका रूपनारायण सिंहमा अङ्ग्रेजी साहित्यको पनि प्रभाव परेको हामी पाउँछौँ र यिनै कथा नवरत्नभित्रको उनको कथा सङ्ग्रह कथा नवरत्नभित्रको कथा पुष्पराग यहाँ सबै समक्ष प्रस्तुत गर्न म गइरहेको छु। पुष्पराग, यसमा दुईवटा खण्ड देखाइएको छ। एक खण्ड हो, अलिकति यो स्वच्छन्दवादिता यसमा पाउँछौँ, भावना यसमा रोमान्टिक अलिकति यो कथा छ, तर समाजमा दैनन्दिन घटिरहेका ती चित्रहरूलाई नै कथाकारले कथाका विषयवस्तु बनाएको छ र यो कथाले एउटा कथाकालमा कस्तो दूरदर्शिता थियो भन्ने कुरो पनि दर्शाउँछ। किनभने यो कथा भारत स्वतन्त्रता पूर्व लेखिएको कथा अहिले आएर वर्तमान समयमा पनि यो कथा उत्तिकै समय सापेक्ष रहेको हामी पाउँछौँ। त्यहीबाट कथाकारको दूरदर्शिता हामी चाल पाउन सक्छौँ र कथा यस्तो छ। पोखराजका पिता पुष्पजीवी पिलपिलाउँदो पिलन धरे, पुवाले पगरी पछ्यौरा र पटुका त्यसका परापूर्वदेखिको पहिरन। पोखराज छे परी जस्ती, पुष्पसार हो कि पुष्पराग भन्ने भान हुन्छ त्यसलाई हेर्दा। त्यसैले 5 वर्षकी हुँदा मालिकी मखमल जस्तो मुख भएकी छोरीलाई पहिलोपल्ट देख्दा भन्थिन्, कति राम्री केटी पोखराज जस्ती। त्यही दिनदेखि त्यसको नाउँ भयो पोखराज। पुष्पमणि पोखराजको दौतर, एक्लो छोरो, आमाको साह्रै प्यारो।
पोल्पुल्याउँछिन्, मनमानी गर्न दिन्छिन्। औ मालीकी छोरी पोखराजलाई पनि आफ्नै सन्तान जस्तो गर्छिन्। मालीले धेरै दिनदेखि सञ्चय गरेको पैसाले एक दिन चाँदीको पाउजेब किनिदियो। पाउजेब लाएर छमछम गर्दै पोखराज दगुरी मालिकनी पूजा कोठामा थिइन्। सरासर भित्र पसेर त्यसले भन्यो, हेर मणि, मेरो पाउजेब। उफ्रिएर छमछम गर्न थाली। पूजा कोठीले हप्कायो, धत पर जा, झन्डै पूजाका सजाम छोएकी यस चुलबुलेले। पोखराजले रुन मुख बाए। मालिकनीले त्यसलाई आफ्नो छेउमा बसाएर भने, कठैबर यस्ती फूल जस्ती शुद्ध बालिकाले छोएको सरजाम ईश्वरले किन नलिने हुन् नि? यो पूजा कोठी पनि कस्तो शुद्धिको रहेछ। मणिले भन्यो, आमा, मलाई पनि त्यस्तै चाचा किनिदिनुहोस्। आमाले हाँसेर भने, हत्तेरी हुस्सु, लोकले मान्छेले पनि त्यस्तो गहना लाउनुहुन्छ। हस्स नबस्स परेर मणिले अनुहार बिगार्यो। पोखराजले तुरुन्तै एउटा पाउजेब फुकालेर मणिलाई दिए। मालिकनीले त्यो देखेर भनिन्, देखिस् पूजा कोठे, मालीको छोरी भनेर हुन्छ। जस्तो रूप लिएर जन्मेकी छ, गुण पनि उस्तै छ। एक गोडामा पाउजेब लाएर दिनभरि 2 पुष्प उद्यानमा छमछम गर्दै दगुरी हिँडे। कहिले पिचकारीले फूलमा पानी हाल्छन्, कहिले मालीका आँखा छलेर फूल टिपेर लुकाउँछन्। मणि रुखमा चढ्छ। पोखराज भन्छ, के खोजेको हँ? मणि भन्छ, जान्दिनस्, यो पिप्पलको रुखमा पिपिराको गुण छ। पोखराज भन्छ, हँ, चराको गुण ननिकाल है, मालिकनीलाई भनिदिन्छु। मणि भन्छ, जान भन्दे, को डराउँछ? पोखराज भन्छ, म हात जोड्छु, पाप लाग्छ, बिचारा पिपिरा। मणि हाँस्दै ओर्लन्छ। पोखराज भएकी छ पुष्पिता कुसुमिता, मणि भएको छ हृष्टपुष्ट युवक। ओठमा मिहिन जुङ्गा, आँखामा वैंशको जोस। भेट हुँदा पोखराजलाई अँगालो हालेर मणि सोध्छ, मेरो माया लाग्छ? पोखराज मणिलाई घचेटेर भन्छ, हत, लाज लाग्दैन? दुवैका आँखाले परस्परलाई हेर्छन्। मणिको अनुहार रातो हुन्छ बास्नाको आवेगले, पोखराजको अनुहार रातो हुन्छ माया र लाजले। मालिकनीले मालीलाई डाकेर एक दिन भनिन्, पोखराजको अब बिहे गरी नदिने? मालीले भन्यो, पोखराजलाई हजुरले छोरी जस्तै पाली बक्सियो, म के भनौँ, जस्तो मालिकहरूको मर्जी। मालिकनीले भनिन्, राम्रो वर खोज, बिहे खर्च म दिउँला। मालिकनीको यो कुरा सुनेर माली हर्षले गदगद भयो। पोखराजको अनुहार पहेँलो भयो औ पुष्पमणिको बास्ना झन् प्रबल भयो। पिता माता दुवैको इच्छा थियो पुष्पमणिलाई कलेज पढाउन विदेश पठाउने, तर पुष्पमणिले हठ गर्यो पल्टनमा जान्छु भनेर। आखिर जिद्दी छोराको कुरा आमा बाबुले मान्नै पर्यो। सरकारी अफिसरको छोरोले हिन्दुस्तानी पल्टनमा सहजै कमिसन पायो। 9 महिनापछि लेफ्टिनेन्ट पुष्पमणि घर फर्क्यो। त्यसको बलिष्ठ शरीर झन् बलियो भएको छ। ओठको मिहिन जुङ्गा बाक्लो कालो भएको छ। हिँडाइमा छिटो बन्छ, फुर्ती छ। आँखामा वैंशको जोस अझ बढेको चिटिक्क परेको पल्टनिया वर्दी लाउँछ। आमा भन्छन्, लौ छोरोको बिहे गरिदिनु पर्छ। रत्नमान साहुकी छोरी हेर्न पनि हत्की राम्री छ रे, पढे लेखेको पनि, फेरि शिर स्वभाव पनि असलै भएको। पिता भन्छन्, सोधी हेर तिम्रो छोरोलाई, उसको के छ विचार। पुष्पमणि भन्छ, यति चाँडै को बिहे गर्छ, म मेजर त हुँ, त्यसपछि बिहे। मुसु मुसु हाँस्दै आँखा चिम्लेर के सोच्न थाल्छ।
आमा हैरान हुन्छे। पल्टनमा फर्कन 10 दिन बाँकी छ। आमा बाबु दुवै 7 दिनका लागि कलकत्ता गएका छन्। पिताको आँखा डाक्टरलाई जाँच गराउने निहुँ गरेर। असलमा बुढाबुढी गएका छन् रत्नमानको छोरी हेर्न। पुष्पमणिलाई यो थाहा छ। पुष्पमास अथवा वसन्तको पहेँलो घाममा पुष्पभरण पोखराज पुष्पवाटिकामा पल्टेर के विचार गरिरहेकी छ। पिप्पलको रुखमा पिपिराका जोडाले आजकल गुँड लाउन छाडेका छन्। जुरेलीको त्यहाँ गुँड छ। जुरेलीका दम्पतिले गुँड लाएको, ओथ्रा बसेको, बचेरा हुर्काएको ठुलो चाख मानेर पोखरा सधैँ हेर्छे। च्याउ च्याउ गर्ने बचेरालाई किरा खोजेर आमा बाबु खुवाउँछन्। अलिक पछि तिमीलाई उड्न सिकाउँछन्। बाज र चिल जस्ता शत्रुदेखि बचाइराख्छन्। पोखराजको छातीमा मातृत्वको पवित्र भाव झमझमाएर उठ्छ। जङ्गी पोसाक लगाएको पुष्पमणि एउटा छोटो बेत हल्लाउँदै पोखराजको छेउमा आएर बस्यो। पोखराज हतपत उठेर अलि पर बसी पुष्पमणिले मधुर स्वरमा भन्यो, तिमी आजकल हाम्रो घरमा किन आउँदैनौ? माली नजिकै फुल गोड्दै थियो। पोखराजले केही भन्नै नपाई मालीले भन्यो। मालिकनीले उसको बिहेको कुरा उठाएको दिनदेखि यो पोखराज उहाँ जानै छोडी। दिनभरि पल्टेर के सोचिरहन्छे। पोखराज लाजले भुतुक्क भएर त्यहाँबाट घरतिर भागे। पुष्पमणि पनि मुसु मुसु हाँस्दै त्यहाँबाट हिँडे। मालीले गुनगुनाउँदै भन्यो, बिहे गर्दिन भन्छे। पोखराज बिहे गर्दिन भन्छे। यही कुरा गम्दै पुष्पमणि घरतिर लागे। पोखराज मलाई साँच्चै माया गर्दिरहेछ, पोखराज मेरी रहेछ भन्ने कुरा पुष्पमणिलाई पूर्ण विश्वास भयो। विश्वास भएर पुष्पमणिले आफूलाई धन्य ठान्यो। मालिकको घरदेखि निकै टाढा फाटकको एउटा छेउमा मालिकको सानो घर थियो। 2टा कोठा र एउटा सानो भान्साघर। 10 बजे राति पुष्पमणि त्यहाँ पुग्यो। पोखराज भुइँमा बसेर के पढ्न लागिरहेथे। झ्यालनेर उभिएर पुष्पमणिले भन्यो, पोखराज। पोखराजले तर्सेर हेरी। झ्याल अघि पुष्पमणिलाई देखेर त्रस्त भई भर्याद कण्ठमा त्यसले भने, मणि तिमी त्यहाँ के गर्दैछौ? ढुक ढुक गर्ने मुटु र छिटो चल्ने श्वासले आकुल भएको पुष्पमणिले भन्यो, तिम्रो त्यो सुन्दर मुखकान्ति हेर्दैछु। पोखराजले औँलाले मुख छोपेर भने, चुप लाग, बा पल्लो कोठामा हुनुहुन्छ। पुष्पमणिले साउती गरेर भन्यो, सुन न मेरो कुरा। षष्ठी चन्द्रमाले झलमल्ल पारेर झ्यालमा आफ्नो प्रभाव फिजायो। पोखराजले भने, जाऊ यहाँबाट। पुष्पमणिले भन्यो, जान्न, ढोका आउ गरेनौ भने यही सेरिएर मर्छु। पोखराजले सुस्केर हालेर भने, कस्तो फसाद। पुष्पमणिले त झन अघि बढेर सूक्ष्म स्वरले भन्यो, सत्य सेरिएर मर्छु। पोखराजले ढोका उगारी पुष्पमणि भित्र पस्यो। हजारौं वर्षदेखि संसारमा जे भएर आइरहेको छ त्यही भयो। हृदयमा मातृत्वको पवित्र सधैँ खेलिरहने भर्खर कुसुमित भएकी युवती औ वासनाको तृप्ति खोज्ने बलियो युवक। मालिकी छोरी तर त्यसको रूप, त्यसको सौरभ, त्यसको सौन्दर्य, लालित्य र माधुरी। पुष्पमणिले पोखराजको पुष्परेणु पान गर्यो, प्यासी पुष्पकीटले झैं। पोखराजले सङ्कोचविहीन आत्मसमर्पणमा विश्वको आदि, विश्वको स्थिति र विश्वको अनन्त इतिहासको अशेष तृप्ति अनुभव गर्यो। सृष्टि र संसार यसरी चलिआएका छन्, अनन्तसम्म यसरी नै चलिरहनेछन्। नर नारीको प्रेम सृष्टिको समाप्ति हुँदा मात्र समाप्त हुन्छ। बिहान पोखराजको कोमल गालालाई छातीमा दबाएर पुष्पमणिले सोध्यो, मेरो माया कति लाग्छ पोखराज? अर्धनिद्रित आँखा बिस्तारै उघारेर पोखराजले उँदै भने, कसरी बताउँ कति माया लाग्छ। पुष्पमणिले पोखराजको कालो केशराशि सुस्म्याउँदै भन्यो, पोखराज, मेरी प्यारी पोखराज। उम्कन लागेको पोखराज फेरि पुष्पमणिको छातीमा टाउको झुकाएर सुख सपनामा विभोर भए। पुष्पमणिको बासना भाग्यो। हजारौं कोष टाढा गहिरो प्रेमले त्यसको हृदयमा अंकुर जमायो। र यो एक खण्ड भयो, अब 2 खण्ड।
मालिक र मालिकनी कलकत्ताबाट फर्के। 3 दिनपछि पुष्पमणि पल्टनतिर लाग्यो। आमाले अत्यन्त आतुर भएर भनिन्, एकचोटि कन्यालाई त हेर्बा, कस्ती सुन्दरी 32 लक्षणले युक्त भएकी। पुष्पमणिले भन्यो, कन्या म आफै रोज्छु। त्यसको ओठमा सधैँको त्यो मृदु हास्य थिएन, त्यसका आँखामा वंशको जोस थिएन। पुष्पमणिको मुख थियो गम्भीर, आँखामा थियो कठोर सङ्कल्प। आमा रोइन्, कराइन्, आमाले लडीबडी गरिन्, तर पुष्पमणि अचल रह्यो। त्यसको हृदय बारम्बार भन्थ्यो, पर्ख है पोखराज, मलाई पर्ख, मेरी पोखराज। 5 महिनापछि मालिकनीलाई अलि आनाकानी गर्दै भन्यो, हजुर बिन्ती चढाउँ भने। मालिकनीले भन्यो, के भयो? मालीले झन् बढ्ता आलटाल गर्दै भन्यो, खोइ के भन्नु र, बरु मरिगएकै भए हुन्थ्यो। मालिकनीले अलिक उत्सुक भएर सोधिन्, होइन के भयो र त्यसरी आतेश खाएको? मालीले भन्यो, अरू के हुन्थ्यो, उही पोखराज। अरे बुढेसकालमा यो के देख्नु सुन्नु पर्यो। बिस्तार बिस्तार मालीले पोखराजले भनेको वृत्तान्त मालिकनीलाई सुनायो। मालिकनीको निम्ति संसारै अँध्यारो भयो। पोखराज दोजिया भएकी छ हजुर, लप्टन साहेबको। मालिकनीको विवर्ण मोहडा बुढो माली हेर्न सक्दैन। बाँकी कुरा त्यसको घाँटीमा अड्कन्छ। पोखराज दोजिया, पोखराज गर्भिणी पुष्पमणि त्यो बनिन लागेको सन्तानको पिता। मालिकनी आफूसित आफै छल गर्न प्रयत्न गर्छ। होइन, यो म सपना देखिरहेछु, विपनामा यस्तो कुरो हुनै सक्दैन। मनलाई यसरी प्रबोध दिन चेष्टा गर्छिन्, तर वास्तविक पदार्थहरूले तिनको त्यो आफैले रचेको भ्रमजाललाई चाँडै हटाइदिन्छ। सामनेको देवल घडीले टिक टिक गर्दै प्रति सेकेन्ड, प्रति मिनट, घन्टा मिलेर समयको अनन्त गर्भमा जान लागेको सूचना संसारलाई दिँदैछ। सामने पिलनधरी पुष्पजीवी शरीर खडा छ, झ्याल्ने र पिञ्जडाको महिना फतफताइरहेको छ। पोखराजलाई मालिकनीले एकचोटि टाउकोदेखि पैतालासम्म हेरिन्। पोखराजका आँखा लाजले विनत छन्, तर ती आँखामा छ तेज, बल, दर्प, करुणा र ममताको अपूर्व समन्वय। मेरो गर्भमा अजात शिशु छ, अति महत, अनमोल रत्न, पुष्पमणिको सर्वोच्च। त्यसका अङ्ग प्रत्यङ्ग सगर्व यी कुरा संसारलाई जनाइरहेका छन्। मालिकनीले भने, पोखराज, तँलाई म आफ्नै छोरी जस्तो गर्थेँ। मणि र तँ दाजु बहिनी जस्ता हौ, यो तिमीले के गर्यौ? पोखराजले टाउको निहुराई। पोखराज निशब्द रही। मालिकनीले भनिन्, यस्तो कुकर्म तैँले किन गरिस् पोखराज? राजहाँसको जस्तो घिच्चो तन्काएर पोखराजले उत्तर दिए, मैले कुकर्म गरिनँ। मालिकनीले असहिष्णु स्वरमा फेरि सोधे, यस्तो पातिएको काम किन तिमी दुईले गर्यौ? पोखराजले नम्र भावले मुन्टो निहुराएर भने, उहाँले मलाई बिहे गर्ने वचन दिनुभएको थियो। मालिकनीले जवाब दिए, उहाँ भन्नुहुन्थ्यो यस्तो बिहे आज जतासुकै हुन लागिरहेछ। मालिकनीले भनिन्, कहाँ भएको छ? कसको भएको छ? पोखराज, तँ जान्दछेस् मणिको बिहे कलकत्ताको लखपतिको छोरीसित हुने ठिक भएको छ। पोखराजले केही भनेन। मालिकनीले एकछिन पर्खेर भनिन्, मणि पल्टनको अफिसर, छिट्टै कप्तान होला, त्यसपछि मेजर, त्यसपछि जर्नेल। जर्नेलकी स्वास्नी पढे लेखेकी हुनुपर्छ, कुल घरानाकी हुनुपर्छ, धनीकी छोरी हुनुपर्छ, मालिककी छोरी हुनुपर्छ। मालिककी छोरी बिहे गर्नेले कहिले त्यस्तो उच्च दर्जामा पुग्न सक्छ? ठिकै रहेछ, पालेको चरोले आँखा ठुङ्छ भनेको। जब तैँले गर्दा पुष्पमणि बिग्रियो, नासियो। अब पोखराजको कोमल मुटुमा तीरले आघात गरेको भन्दा बढ्ता चोट लाग्यो, तर मौन धीर भएर कुरा सुनिरहे। मालिकनीले अलिक उत्तेजित भएर भनिन्, तँलाई भगवानले रूप दिएका छन् औ रूपसौँदो गुण पनि दिएका छन्, तर तिमीहरू दरिद्र, दासी, आसे गाँसे, मणिकी स्वास्नी भनेर 10 जनाको अघि मैले कसरी आफ्नै मालिककी छोरी देखाइ हिँड्ने? भन् बा, तँ आफै भन्, मैले माने पनि? पोखराजले मालिकनीका दुवै कुरा समाएर भनी, सबै मेरै दोष हुन्, माफ दिनुहोस्। पोखराजले मालिकनीका दुवै कुरा समाएर भनी,
सबै मेरै दोष हुन्, माफ दिनुहोस्। मालिकनीले बेलुका मालीलाई बोलाएर भने, भनिदिनु पोखराज र पूजा कोठेको छोरोले यो कुकर्म गरेछ, चाहिए भरको रुपियाँ म दिन्छु। पिलपिलाउँदो पिरन्धरेले निहुरेर भन्यो, जो मर्जी। पूजा कोठेको छोरो सर्वप्रथम अल्पियो। मालिकनीबाट निकै धन गाँजेर त्यो आसामतिर लाग्यो। पूजा कोठेले उसको छोरो र पोखराजले कुकर्म गरे भन्ने कुरा सारालाई सुनायो। पिलपिलाउँदो पिरन्धरे मालीले केही प्रतिवाद गरेन। पोखराजले रोएर 7 दिन बिताए। एक दिन मालिकनीले दिएको धन लिएर माली पनि पोखराजलाई लिएर कसैले चालै नपाई सुटुक्क सट्कियो। महिना दिनको अवसर लिएर घर फर्कँदा पुष्पमणिले सबैभन्दा अघि पोखराजको खोजी। मालिकनीले भनिन्, राम्री र सुन्दरी भएर के हुन्छ? आखिर निज कुल घराना कि नथी पूजा कोठेको छोरोसित बिग्री। पुष्पमणि यो कुरा सुनेर छाँगोबाट खसे झैँ भयो। तर एकै मुहुर्त धीर संयत कण्ठमा त्यसले सोध्यो, यो कुरा कसले जाहेर? मालिकले भने, अरू कसले गर्यो? पूजा कोठे र मालीले। तपाईँले पोखराजलाई सोध्नुभयो? व्यग्र भएर सोध्यो। कहाँ सोध्न पाउँथे? पोखराज एक्कासी बेपत्ता भए। मालिकले ढाँटेर भने। पुष्पमणिले भने, जबसम्म पोखराजको मुखबाट म यो कुरा आफ्नै कानले सुन्दिनँ, सारा संसारले एकमुख भएर भने पनि म विश्वास गर्दिनँ। आमा अधीर भए भने, सारालाई यो थाहा छ। पुष्पमणिले उत्तर दियो, पोखराजलाई साराले चिन्दैनन्, मैले मात्र उसलाई चिनेको छु। धेरै प्रयत्न गरेर आखिर पोखराज र माली बसेको देहातको सुइँको पाएर पुष्पमणि त्यहाँ पुग्यो। माली घरमा थिएन। मटानमा 1 वर्षको छोरो काखमा लिएर पोखराज बसेकी छ। अति मिठा मिठा कुरा नानीलाई सुनाउँछे, कहिले कुटकुट्याइदिन्छे, कहिले गाला बिस्तारै निमुटो दिन्छे, फेरि एउटा घत्केलामा त्यसको साना साना फुल जस्ता गोडा राखेर अर्को हातले उभ्याएर थै थै नानी थै थै भन्दै नचाउँछे। छातीमा च्यापेर त्यसको सानो शरीरको प्रत्येक अङ्गमा अजस्र मय खान्छे। शिशु र जननीको त्यो प्रेमाभिनय देखेर पुष्पमणिको हृदय पग्लियो। गहभरि आँसु पारेर पुष्पमणिले अर्धचित्कार गर्यो, पोखराज! पोखराज तर्सी। पुष्पमणिलाई सामने देखेर असह्य आनन्द त्यसको मुखकान्ति झलमल्ल भयो। आनन्दको आवेगमा झन्डै नानीलाई भुइँमा राखेर पुष्पमणिका बाहुमा बाँधिन दगुरी, तर तुरुन्तै उसले आफूलाई सम्हाल्यो। मालिकी छोरी बिहे गर्नेले कहिले त्यस्तो उच्च दर्जामा पुग्न सक्छ? तिमीहरू दरिद्र दासी आसे गाँसे मणिकी स्वास्नी भनेर कसै 10 जनाको अघि मैले आफ्नै मालिकी छोरीलाई देखाइन्। मालिक निकै वचन त्यसले कहिल्यै बिर्सन सकेकी थिइन। खाँदा सुत्दा उठ्दा बस्दा सधैँ एक कुरा त्यसका कानमा गुनगुन गरिरहन्थे। एक कुरा त्यसले बिर्सन्थे जब ऊ छोरोलाई काखमा लिएर खेलाउन थाल्थे। छातीमा लुकाएर संसारदेखि त्यसलाई अलग राखेर हुर्काउने सपना देख्थे। पोखराजले शुष्क स्वरमा भने, कहाँबाट आउनुभयो? पुष्पमणिले अघि बढेर पोखराजलाई अङ्गालो हाल्न खोज्यो। पोखराजले पछि सरेर भने, नछुनुहोस् मलाई, म अर्काकी। मातृ हृदयमा वज्रपात भयो। नारी हृदयमा प्रलयङ्कारी हाहाकार मचियो। तर पोखराज साँच्चै रूप सुहाउँदो गुणले जन्मेकी थिए। पुष्पमणिले भन्यो, म विश्वास गर्दिनँ पोखराज, तिमी मसित छल गर्दैछौ। मेरा आमा बाबु, तिम्रा बा, त्यो पेची पूजा कोठे सबै संसारले मिलेर त्यो ठुलो प्रपञ्च रचेको। भन पोखराज, एकचोटि तिम्रो मुखले भनिदेऊ यो झुटो कुरो हो। भन त्यो बालक मेरो हो, हाम्रो प्रेमसित खुसी भएर देवताले दिनुभएको सबैभन्दा ठुलो दान हो। यति मात्र भनिदेऊ अनि म सारा संसारलाई त्याग्न तयार छु। पोखराजको नारीत्व र मातृत्व दुवै भन्छन् भनिदेऊ। तर पोखराज पुष्पराज हो, उत्तम मणि हो, श्रेष्ठ मणि, जति घस्यो उति चम्कन्छ। पोखराजले भने, म अर्काकी हुँ। नानी पनि अरूकै हो, तपाईँको होइन। पुष्पमणि वज्रले ढालेको रुख झैँ भुइँमा बेहोस भएर ढल्यो।